गाइस वेलकम टु माई न्यू ब्लगमा धेरै दिनपछि ब्लग बनाइरहेको छु। यहाँ फेरि हाम्रो मम्मीले पनि फेरि खाली च्याउ 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 यो गीत बजाइरहेर म फेरि एकदम रिस उठिरहेको यो गीत बजाउँदा। हल्का म क्यामेरा खुच्छु कसरी देख्यो गाइस, म अझै राम्रोसित खुच्छु। फेरि अलिअलि धेरै दिनपछि ब्लग बनाउँदैछु। त्यहाँ मस्त सनसेट हुन लाग्दै गइरहेको रोक्नै जुम हानिदिन्छु। रोक्नै यस्तो पज ऊ हेर्नु अब यस्तो बबाल सनसेट देखाएको मैले। टेन्जुमै हानिदिन्छु नि हेर्नु गाइस, टेन्जुमा यस्तो बबाल। अब जुम घटाम। अनि के छ त गाइजहरु, मेरो सबै ठिकठाक छ। अनि एकदमै धेरै महिना भयो भ्लग नभएको, कन्टेन्ट पनि नभेटाइएको। अब मेरो यो चैतपछि नयाँ भ्लग आउँछ, जस्तै कि साइकल राइडिङ सम्बन्धी आउँछ। अब के हुन्छ, हेलमेट गोप्रो सोप्रो किन्छु, त्यसपछि बल्ल दामी भ्लग बनाउँछु। त्यसपछि भ्लगर नम्बर 1 त मस्त भ्यू आइरहेको। यहाँ फेरि हाम्रो बहिनी र मम्मी फेरि टक्क बस्नु भएको बहिनी कस्तो हेरेको। धेरै बनाउँदिनँ गाइस, 5 मिनटको बनाउँछु। कन्टेन्टै भेट्टे छैन, के कन्टेन्ट खोज्ने भनेको। अब यसो गरेर बारी यहाँ 1 लट क्रिकेट खेल्न गइदिन्छु सिधै बारीमा भेट गाइजहरु। बल लिएर मस्त चल्दिए। अब यहाँ क्याच खेल्छु। पहिले त्यो माथिको भाइले बोलाऊ यसो है त गाइज। अब यसो 2-3 मिनट पछि आऊ अरे के काम गरेर राख्नु अरे। ल बित्तेलाई हान ल, म बोलिङ गर्छु ल। हेर्नु गाइज, त खतरा गर्छु ब्याटिङ। अब म देब्रे हातले छोपेर बोलिङ गर्छु। बल बहिनी हेर्नु है त, हानिन अहिले त के छ। म पनि साइकल बनाउँछु, गोप्रो किन्छु, हेलमेट किन्छु, अनि बब्बाल क्याच। ल फेरि बब्बाल क्याच। अब रोक्नु, अब म ब्याटिङ गर्छु। अब म ब्याटिङ लगाइ एउटा हातले ब्याट, एउटा हातले बल। कहाँ गयो ब्याटिङ गर्ने यो देब्रे हातले त एउटा हातले भ्लग बनाइरहेको। दुःख नि सर मलाई त हान्ने गाइज ठोक्दे। अब अहिले यस्तो बल तल फाली गाइज, बल तल गएको छ। यो एउटी सोचेर फाली यो रोक्नु रातो चलेर धेरै नै गाइज। अब कमेन्ट फर सेकेन्ड पार्ट फर क्रिकेट। आजको लागि यति नै। मिल्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। जय नेपाल।